ल है अब चाहिँ लक्ष्मी पूजाको दिन हाम्रो चाहिँ अब के भन्छ फुलमाला बनाउने लगभग अन्तिम चरण पुगिसकेको छ। यस्तो स्थिति छ। तिहारले त हिजोदेखि नै तिहारलाई स्वागत गरिसकेका छौँ। अब यस्तो छ। दुःख रेडी भइसक्यो। अब यति भएपछि अब भाइटिकाको लागि मात्र बाँकी छ। फुलहरूको काम चाहिँ फुलहरू अझै टन्नै छ। फुलहरू यस्तो छ। फुलहरू अझै छ। बारीभरि छ। उतातिर छन्। यतातिर उता छेलेको छ। यस्तो छ फुलहरू। दामी त्यतिकै छन्। यो फुलहरूको डिमान्डेड छ। अलिअलि पठाइदिनु पर्ने आफन्तहरूलाई फुलहरू छ। फुल चाहिँ टन्न रोपेको, तर अलिकति कोही चाहिँ बेलायका यस्ता फुलहरू पर्यो क्या। नत्र नै फुलहरूको यो फुल चाहिँ राम्रो खालको फुल छ है। हेरौँ गजबको यस्तो खालको यो फुल चाहिँ राम्रो खालको। 2-4 आइटम फुल छ एउटै कलर भए पनि। यस्तो छ। ल है मित्रहरू, तपाईँहरू सबैजनालाई ह्याप्पी दिपावली। दिपावलीको सबैजनालाई शुभकामना। यस्तै छ। तयारी गरिँदैछ। अस्ति वर्षाले गर्दा समस्या ल्याएको थियो। मासु यता सुकाएको छ। सुकुटी बनाएको छ। यस्तै छ।